नमस्ते साथीहरू। आज मैले काउनो भात खाँदैछु। यो के भन्छ अरे कटहरको तरकारी अनि क्यारोट अनि यो भट्टामास गुन्द्रु, यो दही अनि यो के मेरो किचनमा फलेको हेर्नु है साथी हो। यो तपाईँहरूले नि खानु कस्तो हुँदो रहेछ ट्राई गर्नुहोस् है सबैजनाले। यो राम्रो हुन्छ त भनेछ, हेरौँ ट्राई। भर्खर चाहिँ झऱ्यो त यहाँबाट भिडियो आएन राम्रो। नमस्ते आमा। नमस्ते हजुर नमस्ते। यो हामीले के गर्नु भएको आमा? यहाँ चामल पकाएको होइन हजुरले? हवस्। यहाँ हेर्नु त कति मिठोरी चामल पकाउनु भएको छ। हाम्रो बेसी सहरको सजी बसपारा भन्दा अलिकति तल होइन? तल हो यो के अरे चनौटे। चनौटे, यसलाई चनौटे भन्छ आमा। यो चौपटी। हामी यो ठाउँमा घुम्न आएको थियौँ र यस्तो आमालाई देख्नुभयो। हेर्नु त कति तरिकाले हामी गाउँघरमा यसरी पकाउँछौँ साथी हो। यसलाई के भन्छ भन्दाखेरि दाउरामा भात पकाउनु मिठो हुन्छ होइन आमा? यसो यहाँ आमाले भन्नुहुन्छ, भन्नु त आमा। दाउरा भात पकाएको मिठो हुन्छ नानी, यसरी खानुपर्छ। रोग पनि लाग्दैन, रोग पनि लाग्दैन, बेथन लाग्दैन। अनि दाल पकानी, साग पकानी भिटामिन हुन्छ। हो आमाको कुरा सुन्नुहोस् है गाइज हो। भिटामिन हुन्छ, खाना पर्यो। नमिठो तरकारी नखाम, होटेलमा गएर नखाम, अनि आफ्नो घरमा सागसब्जी खाम। हस्, थ्याङ्क यू। बाई बाई बाई। कालोमा त के लाइन देखिहाल्छ क्या? नदिउँ। ओके रक्सी खायो भने चेस हुन्छ हाम्रो त। मेरो पनि चेसै भएको यो चेस गरेपछि भुइँमा राख्दैन कि मुखमा हालिहाल्यो। मैले नि सिकेँ के चेस गरेपछि मुखमा राख्ने कि भुइँमा राख्ने। यिनीहरू त्यसो गर्छ। हाल्नुपर्छ।